बाटेको धुप सकेको थियो कि अनि मलाई चाहिँ रमाइलो लाग्छ कि यो धुप बाट्नलाई। आफै बाटेर बाल्ने गरेको छु नि त, अनि त्यही भएर कतिजनाले सोध्नु भएको छ यो त धुपको धुलो अनि यो नेपाली कागज यो दुईटै पूजा पसलहरूमा पाइन्छ होइन। धुपको धुलोमा चाहिँ अब आफूलाई बास्ना कस्तो मनपर्छ त्यो अनुसार पनि राख्न पाइन्छ कि थप कुराहरू थप्न पनि पाइन्छ, यो धुलो नै किन्न पाइन्छ। अनि नेपाली कागजलाई चाहिँ अब आफूलाई कत्रो साइजको धुप बनाउन मन लाग्छ त्यही अनुसार कटिङ गर्ने होइन। मैले चाहिँ फोल्ड गरेर काटेको छु होइन। यसरी काट्दाखेरि चाहिँ एकैचोटि धेरैवटा काटिन्छ कि अनि सजिलो हुन्छ होइन। अनि काटिसकेपछि एकचोटि त्यसलाई फोल्ड गर्ने अनि त्यसमा चाहिँ त्यो धुलो हाल्ने अनि धुलो हालिसकेपछि एकचोटि हामीले बत्ती काटेको जस्तै गरी बटार्ने कि एउटा हात चाहिँ बटार्ने एउटा हात चाहिँ यतिकै राखिरहने होइन। अनि धेरै बटार्यो भने पनि फेरि सबै फुस्किन्छ कि च्यातिन्छ पनि। अनि बटारिसकेपछि यो बुढी अम्लाले चाहिँ फेरि जुन जतातिर बटारिएको छ नि त्यो धुप त्यतैतिर बटार्ने कि फेरि अपोजिट साइडमा बटार्नु भयो भने सबै फुस्किन्छ। अनि कान्छी अम्लामा राखेर मैले चाहिँ यसरी गर्दा चाहिँ सजिलो हुन्छ होइन। भर्खर सिकेकोहरूलाई चाहिँ एकदमै सजिलो हुँदो रहेछ कि यसरी बनाउँदाखेरि। मैले पनि धेरै भएको छैन कि बनाउन सिकेको चाहिँ, मेरो मम्मीले सिकाइसकेको हो मलाई चाहिँ बनाउनलाई होइन। मम्मीले चाहिँ मलाई यसरी सिकाइसकेको थियो कि सिधै यसरी बटार्ने अनि बटार्दा बटार्दै आफै त्यो बटारिन्छ कि धुप बन्छ आफै होइन, यसरी सिकाइसकेको थियो।